चर्का चर्की तातेको छ है। रुको जरा सबर करो। हेलो गुड मर्निङ एभ्रिवान। दर्शन नमस्ते, स्वागत छ सनिस नेपाल भ्लग युट्युब च्यानलमा। यो सबैजना सन्चै आरामै भवाले हुनुहुन्छ होला। म पनि भगवानको कृपाले एकदम सन्चै आरामै छु साथीहरू। आज पनि हामी नयाँ नौलो भिडियो लिएर खसकोटमा काम गर्दै आज चौथो दिन साथीहरू। आजको काम छाउने काम रहनेछ साथीहरू। कामको रफ्तार तपाईँले देखिसक्नु भएको छ योभन्दा अग्लो भिडियोमा। आज चाहिँ काम चाहिँ रफ्तारकै रहनेछ, खान पर्नेछ साथीहरू। बोका पनि ढलेको छ। आज चाहिँ खानपिन पनि चर्कै हुनेछ साथीहरू। खानपिन चर्कै हुनेछ साथीहरू। अब आज चाहिँ काम तनावको छ, छाउनेछौँ साथीहरू। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरूको साथ सपोर्ट नै अति महत्त्वपूर्ण छ। आज मालिकले चाहिँ 10-12 किलोको बोका भ्याङ्गै हानिदिएका छन् साथीहरू। सो साथीहरू देख्न सक्नुहुन्छ सबै साथीभाइ जम्मा भइसकेका छन् बिचम। सो साथीहरू हामीले चाहिँ बलो पनि लिएर बलो नि कसिसक्यो। अब धरमबाटी ल्याउनेछौँ। धरमबाटी लिएर कसिसकेपछि डाँडा बाटा ठोक्ने तर्खर हुनेछ साथीहरू। हिजो भेल्ची कसेर आज काम गर्नलाई एकदम सहज भइरहेको छ। A few moments later. सो साथीहरू एक तरफको डाँडा ठोकेर पनि रेडी भइसक्यो साथीहरू। अब अर्को तरफ छ। एक तरफको रफ्तार भइसक्यो कामको साथीहरू। डाँडा ठोकेर अब भाटा ठोक्नलाई रेडी छ है साथीहरू। यतातिर गोरे दाइले ढुङ्गा फाल्दै यहाँ छ्याङ दह्रो छ, यसलाई पुरै हुनेछ। अब त्यसपछि पुरिसकेपछि छाउने काम गर्नेछौँ बल्ल साथीहरू। छ्याङ नपुरिकन फेरि छाएर छ्याङ पुर्न अप्ठ्यारो हुन्छ। A few moments later. साथीहरू अब चाहिँ हामी डाँडा भाटा ठोकेर रेडी भइसकेको छ। अब छाउने तर्खर हुँदैछ साथीहरू। देख्न सक्नुहुन्छ मालिकलाई देख्न सक्नुहुन्छ कसरी हिँड्नुहुन्छ ल्याएर साथीहरू। अब छाउनको तर्खर एकदम चलपल चलिरहेको छ। अब एक पाखा यतापट्टि छाइसकेपछि त्यसपछि यता छाउनेछौँ। अब सुरु हुँदैछ है साथीहरू। दलबहादुर कान्छोबा अनि प्रकाश दाई साथीहरू चलपल चलिरहेको छ। काम चाहिँ रफ्तारमा चलिरहेको छ साथीहरू। अब चाहिँ छाउने काम हुँदैछ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। तलपट्टि रोशन र माललाई खाट बान्न। A few moments later. ल्याएर अनि धन्न लागेको होइन दाइलाई।
few moments later. साथीहरू एक पाका चाहिँ छाउँदैछौँ साथीहरू A few moments later. सो साथीहरू हामीले चाहिँ एक पाका छाइयो साथीहरू। अब अर्को पाका छाउनलाई रेडी छ। नास्ता पनि खाइयो। बवाल भएछ, करालिलो छ लास्टै साथीहरू। सरी चट बनाहाम। अब दुर्सो त्यता छाउन रेडी भइसकेको छ। ल है अब दुर्सो पाखा चाहिँ खाउन रेडी भयो। A few moments later. सो साथीहरू देख्न सक्नुहुन्छ हामीले पनि अर्को पाखा पनि छाएर भ्याइएर त्यसपछि धुरी मार्न लाउनु हो कान्छा बाले। अहिले धुरीमा हुनुहुन्छ एक्लै। आज बिस्तारा हुँ हालिदिने हो कान्छा बाला आज राज गर्न। सो साथीहरू कामको अपडेट तपाईँले देखिसक्नु भएको छ। हामीले छाएर भ्याइसकियो। अब त्यसपछि माटो पनि काम पनि हुँदैछ। गोरे दाई, दाने मामा अनि कुमार मामा त माटो फाल्दै हुनुहुन्छ। हामीले चाहिँ यता प्लेन पाता काटियो बिजन भाइले मैले। अब त्यसपछि साथीहरू हामी समय पनि समाप्त हुनेछ साथीहरू। काम चाहिँ अझै छ। धुरी मारिसकेपछि त्यसपछि के हुन्छ म भिडियो जोड्नेछु। गोविन्दे सर बस्नु छ। उहाँ चाहिँ ल्याङ हुनुहुन्छ। भैँसी त कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। भन्न भन्ने अब भन्न मिलेन तै पनि। साथीहरू देख्न सक्नुहुन्छ भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अहिले हामी खसकोटमा छौँ। भोलिबाट हाम्रो पल्टन सर नै छ। आजलाई अन्तिम दिन हो साथीहरू खसकोटमा। त्यसपछि हामी झिरबासतिर हुनेछौँ। भोलिबाट नयाँ भ्लग, नयाँ ठाउँको, नयाँ गाउँको, नयाँ काम सुरु गर्नेछौँ साथीहरू। A few moments later. सो साथीहरू हामीले चाहिँ अब छानो पारेर धुरी पारेर नि सकियो। धुरी मारेर अब कान्छा झर्न बेला भइसकेको छ। गोरे दाई, दाने मामा, कुमार मामा, बिसन भाइ पुरा माटोमा खेलिराख्नु भएको छ। सो साथीहरू आजको कामको अपडेट तपाईँले देख्न सक्नुहुन्छ। हामीले चाहिँ छायानामा पारिसक्यौँ। अब यता पनि कुलौसम्म माटो पनि फालेर छ्याङछुङ बनाइसकेका छौँ। अब घर जाने समय भइसक्यो। समय पनि स्थगित, काम पनि स्थगित, समय पनि समाप्त। अब घरतर्फ लाग्नेछौँ साथीहरू। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। देख्न सक्नुहुन्छ बवाल बनाएका छौँ। माथिको घर पनि छाइयो अनि तल्लो घर पनि छाइयो साथीहरू। भोलिबाट पल्टन सर हो साथीहरू। भोलिबाट अब झिरबासतिरको दाल भात पाक्दैछ। सो साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। भिडियोलाई माया गर्न नबिर्सिनु होला। तपाईँहरूको माझमा आइसकेको छ भने भिडियो चाहिँ लाइक, कमेन्ट, सेयर गरिदिनु होला साथीहरू। देख्न सक्नुहुन्छ अब चाहिँ भुटन खानेछौँ थोडा थोडा, त्यसपछि जानेछौँ साथीहरू। काम समाप्त। सो साथीहरू काम समाप्त भइसकेपछि साथीभाइ सबै जम्मा भएर भोलिबाट पल्टन सरेह बोरा बोकेर जाने हो साथीहरू। देख्न सक्नुहुन्छ अगाडिपट्टिबाट नि बवाल देखिएछ। घर चाहिँ दामी देखिएछ हजुर। अन्तिमसम्म हेरिदिनु होला भिडियोलाई चाहिँ।
ल सो साथीहरू अब खानपिन हुँदैछ ल है सुरु गरियो साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला अभी मजा आएगा ना भिडो कति नमिठो बोली सो गाइस साथीहरू आज पेमेन्ट पनि बुझियो आज लास्ट दिन हामी काम गरेर काम पनि आज समाप्त भयो पैसा पनि बुझियो 4 दिनको देख्न सक्नुहुन्छ साथीहरू आज चाहिँ पार्टी थियो साथीहरू 12 किलोको बोका 10-12 किलोको बोकाको मासु खाएर अनि साथीभाइ खाने भाइले चाहिँ रक्सी यति च्याप्प पनि खानु साथीहरू अब चाहिँ हामी घरतर्फ लाग्नेछौँ पैसा पनि बुझियो मामाले नि बुझ्नु भान्जालाई दक्षिणा दिने हो कि मामा के छ विचार भान्जालाई दक्षिणा त दिन हुन्थ्यो सो साथीहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ बवाल रमाइलो हुँदैछ पैसा पनि बुझियो है साथीहरू देख्न सक्नुहुन्छ 4 दिन काम गरियो 4वटा हात्ती कमाइयो साथीहरू सो साथीहरू आजको लास्ट दिन रमाइलो हुनेछ बवाल हुनेछ साथीहरू आजको भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला आजदेखि हामीले पैसा पनि बुझियो काम पनि समाप्त गरियो साथीहरू चरी चट्ट बनाएका छौँ अब चलपल चल्दैछ सक्नुहुन्छ गोरे दाइले नि पैसा बुझेर आज चाहिँ गोरे दाइले हान्दिने पार्टी गोरे दाइ सो साथीहरू पार्टी पनि हान्दिने 1000 को ल सो गाइस आज गोरे दाइले नि पार्टी हान्दिने भने मैले नि हान्दिन्छु है साथीहरू देख्न सक्नुहुन्छ गोरे दाइको र मेरो आज झलक जानेछ गोरे दाइको नाचेर जाने हो गाउने हो रमाइलो गर्ने हो ल साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला आज चाहिँ इन्द्राणी तिम्रै यादले लाग्दैन निद्रानी पान फुले पछ्यौरी हाँसी हाँसी लागेको पिराती हो बिजुम कसरी हो रोदी गाइयो सबैका साथमा सबैका साथमा हतियार हाम्रो आफ्नै छ हातैमा पान फुले सो साथीहरू हामी चाहिँ घर छाइछुई गरेर खानपिन गरेर रमाइलो पनि गर्दै आगो ताप्दै अब त्यसपछि घर लाग्नेछौँ साथीहरू के गर्ने भाँडाकुँडा बोक्ने सबैले खाँदै पिउँदै हुनुहुन्छ अझै पनि दाइहरूले त्यही भएर हामी चाहिँ यसो रमाइलो पनि गरियो साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला साथ सपोर्ट पनि गरिदिनु होला तपाईँहरूको माझमा आइसकेको छ भने भिडियो A few moments later. सो साथीहरू देख्न सक्नुहुन्छ रमाइलो बवाल चलिरहेको छ अहिले चर्का चर्की छ हामी अहिले निम पसलमा अहिले हुर्रा पकली लत्ती गलिस उत्त चलिस खत्म बाय बाय टाटा गुड बाय गया दुई भाइको अहिले चर्का चर्की जाँदैछ साथीहरू तिम्रो होइन
पिता तिमी होइन म होइन रानी फुल बसा है बवाल छ है बवाल छ चर्केको छ माहौल तातेको छ है माहौल साथीहरू A few moments later. मागाको हिउँलाई मागाको हिउँलाई अन्तिम इच्छा हो र भाइ माहौल तातेको छ साथीहरू सो साथीहरू मादलको कमी थियो मादल पनि आइसकेको छ अब चाहिँ माहौल चर्किन्छ है पानफुले पालेको पिराती बिर्जुमा खसाएको पिराती उर्रा 40 लत्ती गलिस लाएको पिराती बिर्जुमा
भाकाको सम्मेताली मैदानमा भेट भएको तिम्रो माया नभएको सो साथीहरू माहौल चाहिँ चर्का चर्की तातेको छ है बलबहादुरको अहिले चाहिँ चर्का चर्की डान्स गरिराखेको छ कान्छा बाको